हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते सम्पूर्ण मेरा युट्युबका साथीहरूलाई होइन। म आज केही भिडियोहरू लिएर उपस्थित भएको छु अनि रुद्राक्षकै छेउमा बसेर भिडियो गर्दैछु होइन। यहाँहरूलाई के छ, तपाईँहरूले कतिको सक्सेस गर्नुभयो, सक्सेस कतिको बनाउनु भयो। एकजना हाम्रो उदयपुरबाट चाहिँ एकजना भाइले धेरैवटा मैले ग्राफ्टिङ गरेँ, तर ग्राफ्टिङ जोडाइ गर्दाखेरि मिस्टेक भयो कि के भयो, फेरि एकपटक भिडियो बनाइदिनु पर्यो भनेर उहाँको रिक्वेस्ट अनुसार मैले बनाउँदैछु होइन। र यहाँहरूले कतिको सक्सेस गर्नुभएको छ। अब मैले सबै जुन मैले जानेको जति तरिकाको होइन सबै म सिकाउने छु, यहाँहरूले राम्रोसँग हेर्नु होला है। अब हुनु पर्यो एउटा कतार कैँची हुनु पर्यो, कटर कैँची होइन। एउटा हुनु पर्यो ब्लेड हुनु पर्यो, यो ब्लेड। अनि अर्को हुनु पर्यो घिउकुमारी हुनु पर्यो। देख्नु भएको छ नि, घिउकुमारी यस्तो हुन्छ, सबैलाई थाहै होला। अर्को हुनु पर्यो टेप हुनु पर्यो होइन। अब त्यस पछाडि हेर्दै जान्छ है। अब जस्तो कि तपाईँले ग्राफ्टिङ गर्नुपर्दा यसलाई यसरी काट्ने हो। यसरी काट्ने हो होइन। यसरी काटिदिइहाल्ने, टक्क टक्क यसरी काट्ने, यति मात्र राख्ने। ल हेर्नुहोस्, यहाँ सबै काटेको छु होइन। यो काटेको छु, यसरी काट्ने। यो ब्लेड सफा हुनु पर्यो। अब यसलाई म एक्सचेन्ज गर्दैछु। त्यस पछाडि यो जुन अब कालो मैले प्रयोग गरिहालेको छु नि, यसलाई चाहिँ टक्क भाँच्ने, यसरी भाँच्ने, यसरी भाँचेर राख्ने। त्यस पछाडि फेरि ब्लेड हाल्ने। अब तयार भयो है। अब सर्वप्रथम त के गर्नुहोस् भने, यो माथि 1 स्टेप 2 स्टेप 3 स्टेप छ। तपाईँले 3 स्टेपमा पनि जोड्न सक्नुहुन्छ होइन। यतिमा काट्नुहोस्, कट्टा काट्नुहोस्, यस्तो राख्नुहोस्। त्यस पछाडि यसलाई राम्रो मिलाउनुहोस्। यो मिलाए पछाडि चिर्नुहोस्, यसरी चिर्नुहोस्। चिरे पछाडि अब यस्तो भयो। अब एउटा उदाहरण त अब तपाईँले अर्को राम्रो खाले ल्याउनु भएको छ है। राम्रो खालको एउटा ग्राफ्टिङ जोड्नको लागि ल्याउनु भएको छ भने, जस्तो तपाईँले एउटा इक्जाम्पल यो राम्रो खाले ल्याउनु भएको छ होइन। त्यसलाई अब हेर्नुहोस्, यस्तो फेदमा यो पत्ताको साइडमा यस्तोमा टक्क काट्ने यसरी। यसलाई यतिमा राख्ने, किनभने भरे यो माथि चुल बाँध्न चाहन्छ है। यो चुल बाँध्ने भएको हो। त्यहाँदेखि यो 2 आँखा राख्नुहोस्, टक्क यो 2 आँखा राख्नुहोस्, राम्रो हेर्नुहोस् ल। त्यस पछाडि अर्को आँखाको भाग यति राख्नुहोस्। जम्मा 2 आँखा चाहिँ चोखो राख्नै पर्छ। त्यस पछाडि यसलाई मिलाउनुहोस्। मिलाएर यसको जति छ त्यति टक्क हामी चाहिँ अब हेरिराख्नु पर्दैन, यतिको हुन्छ भनेर चाहिँ अन्दाजी हामी चाहिँ काट्छौँ होइन। तर पनि अझै राम्रो तरिकाले मैले सिकाएको हो। ल हेर्नुहोस्, मासुको भाग यसरी बराबरमा काटिनु पर्यो होइन। अग्लो होचो धेरै लामो र छोटो हुनु भएन, एकै लेभलको हुनु पर्यो। यसरी बराबरको एकै लेभलको हुनु पर्यो। त्यस पछाडि के गर्ने भन्दा, ठक्कै यो घिउकुमारीमा छप्पा चोप्ने हो। यसरी चोप्ने, टक्क निकाल्ने। त्यस पछाडि यहाँ बिचमा ठक्क यसरी जोड्ने, हालिदिने। यो हेर्नुहोस्, यो एकदम जहाँसम्म ताच्नु भएको छ नि, त्यो ताचेको भाग चाहिँ छर्लप्पै नि डुब्नु पर्यो है। टक्क बराबर मिल्नु पर्यो। यसरी मिल्यो है। यो मिलेको चाहिँ हेर्नु होला। टेप बाँध्दाखेरि होस पुर्याउनुहोस् कि तपाईँले टेप बाँध्दा एकदम राम्रोसँग बाँध्नु पर्यो, हावा छिर्नु भएन। यसरी 2 राउन्ड 3 राउन्डसम्म यहाँ यो जुन जोडाइ गरेको मुनि चाहिँ हाल्नुहोस्, किनभने
एक राउन्ड मात्रै बेरेकोले अझै राम्रो नहोला भन्नको कारण 2 राउन्ड 3 राउन्ड बेर्ने, त्यस पछाडि यसरी माथि ल्याउने, सररररर यसो गर्दै ल्याउने। ल्याए पछाडि यो टक्क यसो गर्ने, ल यतिमा चुडाउने अनि यो अब बेर्नुतिर लाग्ने, सररररर यसरी बेर्ने, यसरी बेर्ने। देख्नुभयो, यसो तान्ने, थोरै तान्ने। त्यस पछाडि यो आँखा सिधा नपार्ने, यो आँखामा होइन अलि यता पारेर खट्ट यसरी राख्ने, तल झार्ने। यो जुन जोडाइ गरिएको छ त्यो जोडानमा ठक्क यसरी ल्याउने, यसरी लिएर फन 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 बेर्ने, यसरी जोगाएर ल्याउने है। यसो गर्ने यो जोडाइ भागसम्म टक्क ल्याउने। देख्नुभयो नि, यो जोडाइ भागसम्म टक्क ल्याउने, ल्याएर यसरी ठक्क छोडिदिने हो। यति भयो हुन्छ होइन। यति त तपाईँहरूलाई पक्कै आउनै पर्ने हो तरिका, अझै टाढो भयो कि के हो। ल हेर्नुहोस्, यसरी जोड्ने हो। बेरेर राम्रो बेराइ मिलाउनु पर्यो होइन। हावा लिक हुनु भएन। पानी पस्छ भने त्यो पानीको लागि अब फेरि अर्को क्याप चाहियो। मैले चाहिँ क्याप यस्तो किसिमको बनाएको छु। यो यसो गर्ने, छाप्पासँगले यसो गरेर। यदि तपाईँलाई पानी बढी बर्सात भयो भने यसो गर्ने, टक्क हेर्नुहोस्, यो यसो गर्ने। अनि यसो गरेपछि तपाईँको अर्को टेप, यो अहिले ग्राफ्टिङ गरेको टेपकै टुक्राहरू हामीसँग चाहिँ हुन्छ। यो हरेक पछि यो खोल्दाखेरि निकाल्दै राखेको होइन। अनि यसैले नै टक्क यसो गर्ने, एक सरो मात्र यसलाई घुमाउने क्या, एकै फन्को मात्र। पछि खोल्नु पनि सजिलो। यति गरिदिने, ठप्प यति गरिदिने। त्यस पछाडि यसलाई काट्ने, टक्क यसरी काटिदिने है। यो पले नै यो सेतो पोलिथिनमा भएदेखि, सेतो पोलिथिनमा भएदेखि प्रष्ट देखियो नि, परैदेखि देखिन्छ नि होइन। मुना हान्दै गरेको र नहानेको परै देखिन्छ। त्यो कारण सेतो टेप हाल्ने। यसरी सेतो टेप लाए पछाडि पछिबाट देखिन्छ। पछिबाट यसलाई के गर्ने, देखेपछि फक्क यो माथि जुन उसको अब पिउपा आयो, यस्तो मुना आएको छ, यस्तो मुना आइरहेको हुन्छ। यसरी खुम्चिरहेको हुन्छ होइन। यस्तो खुम्चिरहेको हुन्छ टेपभित्र। यसलाई चाहिँ त्यस पछाडि यो खोल्नु सजिलो। यसो गर्ने, फट्टै निकाल्ने। यहाँनिर थोरै जति पिउपा पलेको छ त्यति ब्लेडले सर 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 खोल्नुपर्छ है। टक 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 खोलिदिने। यहाँ पनि अब ठुलो पिउपा आयो भने, अर्को आँखामा पनि ठुलो पिउपा आयो भने थोरै ब्लेडको टुप्पाले खोलिराखिदिने। त्यस पछाडि बर्सात बढी भइराख्यो भने फेरि त्यो क्याप त्यही पारा हाल्ने। यो भयो ठक्कै। तपाईँले बियो पारा पनि जोड्न सक्नुहुन्छ, तर त्यो बियो पारा जोड्नु अलिक कच्चा कच्चा जस्तो लाग्यो होइन। त्यसरी पनि जोड्न सक्नुहुन्छ बियो पारा। त्यो बियो ताछेर अर्को बियो यसरी काटेर फेरि यसमा छप्पा चोबेर यस्तो गरेर तपाईँले यसरी पनि जोड्न सक्नुहुन्छ। यसरी पनि जोड्न सक्नुहुन्छ नि, बियो पारा पनि जोड्नु त होइन। अहिले यो घिउ कुमारी पठाएको छ, यसरी पनि जोड्न सक्नुहुन्छ। तर यो अलिक कच्चा हुन्छ, बिचमा चिरेर असाध्यै दह्रो राम्रो चाहिँ त्यो पनि हुन्छ। र अर्को छ, अब फेरि अर्को तरिका छ। अर्को चाहिँ कस्तो छ भने तपाईँ तोक्लाङ्गे पनि बनाउन सक्नुहुन्छ। तोक्लाङ्गे यसरी पनि यस्तो गरेर यसरी बराबर आधा मासु यसरी काट्ने, यसरी आधा मासु काट्ने होइन। तोक्लाङ पारा पनि तपाईँ जोड्न सक्नुहुन्छ नि, सक्नु त, त्यति झन्झट त छैन होइन। तोक्लाङ बराबर यो चाहिँ मिल्नु पर्यो है। काट्नुहोस्, फेरि यसरी नै चिर्नुहोस्। यसरी चिरे पछाडि हेर्नुहोस् त, ठक्कै ल यसो गरेर नै तपाईँले जोड्न सक्नुहुन्छ।
यसरी पनि सक्नुहुन्छ जोड्न। टेप पहिलाकै पारा बकाइदा पहिलाकै सिस्टमले बेर्दै लाने, यहाँ माथि चुल बाँधिदिने होइन, त्यस्तै पारै राख्ने। र अर्को कुरो यो घिउकुमारी हाल्न चाहिँ कहिल्यै पनि नभुल्नुहोस्। यसले चाहिँ धेरै राम्रो जडानलाई धेरै राम्रो काम गर्छ क्या। यसो गरेर अब अर्को छ तरिका, जति आउँदैन त्यति मेरो भिडियोमा रिभ्यू गरी हेर्नुहोस् न होइन तरिकाहरू। अब अर्को छ तरिका फेरि, अर्को चाहिँ के भने यसलाई काटिदिउँ, क्यान्सल गरिदिउँ, अलि लामो काटौँ है त। यसो गरे पछाडि यसरी बनाइयो, हेर्नुहोस् है, यसरी बराबरमा एक फप्लेटो तास्ने। त्यस पछाडि अर्को यसलाई पनि थोरै छोटो बिचमा पार्ने। यसो गरेर तपाईँले अघिको त्यो एक पिस भयो होइन, यो एक पिसलाई तपाईँले यसो गरेर चिरेर पनि सक्नुहुन्छ। ल बिउ पुग्दैन यदि तपाईँसँग असम्भव छ भने यसरी पनि सक्नुहुनेछ बिउ फारा गर्नका लागि। यो तपाईँले चिर्नुभयो, यसरी एक फप्लेट पनि निकाल्न सक्नुहुन्छ। जुन यतापट्टि आँखा छ होइन, यो आँखालाई राखेर एक फप्लेट अघिको जुन दुईवटा थियो नि त्यो दुईवटामा दुई चिरा पारियो, दुई चिरा पारेर दुईवटामा जोड्न चाहिँ सकियो। अनि यसलाई टक्क यसरी यो घिउकुमारी दल्ने स्पेसल्ली हुन्छ त, ऐसे पक्रिन्छ त, यसो गर्ने टक्क यसरी जोड्ने हो क्या। ठक्क यो मासुको भाग बराबर मिलोस्। फेरि यसलाई पनि अलि यो मुनिदेखि टेप सय बेर्ने। यो पनि धेरै राम्रो हुन्छ, यो तरिकाले पनि धेरै राम्रो हुन्छ होइन। यसरी मासु चाहिँ मिल्नु पर्यो, अनि सय बेरे त्यही पारा गर्ने हुन्छ। यहाँहरूलाई कस्तो लाग्यो मेरो भिडियो, यहाँहरूले राम्रोसँग हेरिदिनु भयो होला, हेर्नुभयो होला भन्ने मलाई एउटा आशा लागेको छ। र जति पनि नयाँ साथीहरू हुनुहुन्छ भने नयाँ साथीहरूले मलाई फलो गर्न, सब्सक्राइब गर्न नभुल्नु होला। यो रुद्राक्षको विषयमा केही भन्न मन छ भने कमेन्ट मार्फत भन्नु होला। हुन्छ, थ्याङ्क यू सो मच। फेरि अर्को भिडियोमा भेटौँला, बाई बाई।